हेलो साथीहरू, हजुरहरूलाई फेरि पनि स्वागत छ यस जनरल नलेज युट्युब च्यानलमा। अब केही दिन मात्र बाँकी रहेको खड्दारको प्रथम पत्रलाई मध्यनजर गर्दै आजको भिडियोमा जीकेको विभिन्न टपिकबाट सोध्न सक्ने एकदमै महत्त्वपूर्ण प्रश्नहरूलाई चाहिँ यस भिडियो अन्तर्गत रहेर प्र्याक्टिस गर्नेछु। भिडियो धेरै महत्त्वपूर्ण हुने भएकोले भिडियोलाई अन्तिमसम्म हेरेर आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला र हजुरहरूले अहिलेसम्म च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने च्यानललाई लाइक, सेयर एन्ड सब्स्क्राइब गरेर जोडिनुहोला। अब हामी कति पनि ढिला नगरी आजको भिडियोको फर्स्ट प्रश्नबाट सुरु गरौँ है त। आजको भिडियोको फर्स्ट प्रश्नमा रहेको छ, नेपालसँग कम व्यापार हुने सार्क राष्ट्र कुन हो त? अप्सनमा रहेका छन् भारत, मालदिप्स, श्रीलङ्का, बङ्गलादेश भनेको छ। यसको सही आन्सर भन्नुहोस् त साथीहरू। नेपालसँग कम व्यापार हुने सार्क राष्ट्र कुन हो त? यसको सही आन्सर हुन्छ साथीहरू अप्सन नम्बर बी है त, मालदिप्स हो है त। नेपालसँग कम व्यापार हुने सार्क राष्ट्र कुन हो त? मालदिप्स है त। त्यसैले यसको सही आन्सर हुन्छ अप्सन नम्बर बी है त। त्यसैगरी प्रश्न नम्बर 2 मा हेर्नुहुन्छ भने पृथ्वीमा रहेको कुल जलमण्डलको कति प्रतिशत भाग नदी, तालतलैया तथा सागरले ढाकेको छ त? अप्सनमा रहेका छन् 11.1%, 10%, 11%, त्यसैगरी 10.1% भनेको छ अप्सनले। यसको सही आन्सर भन्नुहोस् त साथीहरू। पृथ्वीमा रहेको कुल जलमण्डलको कति प्रतिशत भाग नदी, तालतलैया तथा सागरले ढाकेको छ त? यसको सही आन्सर भन्नुहोस् त। यसको सही आन्सर हुन्छ अप्सन नम्बर ए है त, 11.1%ले चाहिँ ढाकेको छ है त। पृथ्वीमा रहेको कुल जलमण्डलको 11.1% भाग नदी, तालतलैया तथा सागरले ढाकेको छ है त। त्यसैले यसको सही आन्सर हुन्छ साथीहरू अप्सन नम्बर ए है त। त्यसैगरी प्रश्न नम्बर 3 मा रहेको छ, चस्मा लगाउने पहिलो नेपाली को हुन् त? अप्सनमा रहेका छन् सुरेन्द्र विक्रम शाह, राजेन्द्र विक्रम शाह, राजा त्रिभुवन, राजा महेन्द्र भनेको छ। यसको सही आन्सर भन्नुहोस् त साथीहरू। एकदमै महत्त्वपूर्ण प्रश्न रहेको छ यो। चस्मा लगाउने पहिलो नेपाली को हुन् त? यसको सही आन्सर हुन्छ अप्सन नम्बर ए है त, सुरेन्द्र विक्रम शाह हुन् है त। चस्मा लगाउने पहिलो नेपाली को हुन् त? सुरेन्द्र विक्रम शाह है त। त्यसैले यसको सही आन्सर हुन्छ अप्सन नम्बर ए है त। प्रश्न नम्बर 4 मा रहेको छ, विश्वमा सर्वाधिक फोटो खिचिएको र चित्रलेखन गरिएको पहाड कुन देशमा रहेको छ त? अप्सनमा रहेका छन् अस्ट्रेलिया, श्रीलङ्का, जापान, क्यानाडा भनेको छ। यसको सही आन्सर भन्नुहोस् त साथीहरू। विश्वमा सर्वाधिक फोटो खिचिएको र चित्रलेखन गरिएको पहाड कुन देशमा रहेको छ त? यसको सही आन्सर हुन्छ अप्सन नम्बर सी है त, जापानमा रहेको छ है त। विश्वमा सर्वाधिक फोटो खिचिएको र चित्रलेखन गरिएको पहाड कुन देशमा रहेको छ त? जापानमा चाहिँ रहेको छ है त। त्यसैले यसको सही आन्सर हुन्छ अप्सन नम्बर सी है त। त्यसैगरी प्रश्न नम्बर 5 मा रहेको छ, जङ्गबहादुर राणालाई श्री 3 को पदवी दिने राजा को हुन् त? अप्सनमा रहेका छन् श्री 5 सुरेन्द्र, श्री 5 सुरेन्द्र विक्रम शाह, श्री 5 त्रिभुवन, राजा महेन्द्र भनेको छ। यसको सही आन्सर भन्नुहोस् त साथीहरू। जङ्गबहादुर राणालाई श्री 3 को पदवी दिने राजा को हुन् त? यसको सही आन्सर हुन्छ अप्सन नम्बर बी है त, श्री 5 सुरेन्द्र विक्रम शाह हुन् है त। जङ्गबहादुर राणालाई श्री 3 को पदवी दिने राजा को हुन् त? श्री 5 सुरेन्द्र विक्रम शाह है त। त्यसैले यसको सही आन्सर हुन्छ अप्सन नम्बर बी है त। त्यसैगरी प्रश्न नम्बर 6 मा हेर्नुहुन्छ भने म्याग्दी जिल्लालाई हिमाली जिल्लाको रूपमा कहिले वर्गीकरण गरिएको हो त? अप्सनमा रहेका छन् विक्रम सम्वत 2075 फागुन 19 गते, विक्रम सम्वत 2074 माघ 19 गते, विक्रम सम्वत 2076 फागुन 19 गते, विक्रम सम्वत 2077 माघ 19 गते भनेको छ। यसको राइट आन्सर भन्नुहोस् त साथीहरू। म्याग्दी जिल्लालाई हिमाली जिल्लाको रूपमा कहिले वर्गीकरण गरिएको हो त? यसको सही आन्सर हुन्छ साथीहरू अप्सन नम्बर ए है त, विक्रम सम्वत 2075 फागुन 19 गते है त। म्याग्दी जिल्लालाई हिमाली जिल्लाको रूपमा विक्रम सम्वत 2075 फागुन 19 गतेतिर चाहिँ वर्गीकरण गरेको है त। त्यसैले यसको सही आन्सर हुन्छ अप्सन नम्बर ए है त। त्यसैगरी प्रश्न नम्बर 7 मा हेर्नुहुन्छ भने नेपालको इतिहासमा बहुला युवराज र सन्की महाराजा को हुन् त? अप्सनमा रहेका छन् युवराज त्रैलोक्य, त्यसैगरी धर्मभक्त माथेमा, श्री 5 सुरेन्द्र, राजा महेन्द्र भनेको छ। यसको सही आन्सर भन्नुहोस् त साथीहरू। नेपालको इतिहासमा बहुला युवराज र सन्की महाराजा को हुन् त? एकदमै महत्त्वपूर्ण प्रश्न हो। यसको सही आन्सर भन्नुहोस् त। यसको सही आन्सर हुन्छ साथीहरू अप्सन नम्बर सी है त, श्री 5 सुरेन्द्र हुन् है त। नेपालको इतिहासमा बहुला युवराज र सन्की महाराजाको हुन् त? श्री 5 सुरेन्द्र है त। त्यसैले यसको सही आन्सर हुन्छ अप्सन नम्बर सी है त। त्यसैगरी प्रश्न नम्बर 8 मा रहेको छ, बबई नदीलाई भारत प्रवेश गरेपछि के नामले चिनिन्छ त? अप्सनमा रहेका छन् दामोदर, सरयू,
महानन्दा शारदा भनेको छ। यसको सही आन्सर भन्नुहोस् त साथीहरू। यो पनि एकदमै महत्त्वपूर्ण प्रश्न रहेको छ। प्रश्नलाई राम्रोसँग ध्यान दिएर सुन्नुहोस् है त। बबई नदीलाई भारत प्रवेश गरेपछि के नामले चिनिन्छ त? यसको सही आन्सर हुन्छ साथीहरू अप्सन नम्बर बी है त, सरयू नामले चाहिँ चिनिन्छ है त। बबई नदीलाई भारत प्रवेश गरेपछि के नामले चिनिन्छ त? सरयू नामले चाहिँ चिनिन्छ है त। त्यसैले यसको सही आन्सर हुन्छ अप्सन नम्बर बी है त। प्रश्न नम्बर 9 मा हेर्नुहुन्छ भने गोर्खा दक्षिण बाहुको स्थापना कसले गरेका थिए त? अप्सनमा रहेका छन् श्री 5 पृथ्वी वीर विक्रम शाह, श्री 5 पृथ्वी वीर विक्रम शाहदेव, श्री 5 त्रिभुवन, श्री 5 सुरेन्द्र विक्रम शाह भनेको छ अप्सनले। यसको सही आन्सर भन्नुहोस् त साथीहरू। गोर्खा दक्षिण बाहुको स्थापना कसले गरेका थिए त? यसको सही आन्सर हुन्छ साथीहरू अप्सन नम्बर ए है त, श्री 5 पृथ्वी वीर विक्रम शाह है त। गोर्खा दक्षिण बाहुको स्थापना कसले गरेका थिए त? श्री 5 पृथ्वी वीर विक्रम शाहले चाहिँ गरेका थिए है त। त्यसैले यसको सही आन्सर हुन्छ अप्सन नम्बर ए है त। प्रश्न नम्बर 10 मा रहेको छ पर्वत जिल्लाको सदरमुकाम कुसमा कुन नदीको किनारा पर्छ त? अप्सनमा रहेका छन् त्रिशुली, सेतीकण्डकी, मोदी, आदि खोला भनेको छ। यसको सही आन्सर भन्नुहोस् त साथीहरू। पर्वत जिल्लाको सदरमुकाम कुसमा कुन नदीको किनारा पर्छ त? यसको सही आन्सर हुन्छ साथीहरू अप्सन नम्बर सी है त, मोदी नदीको किनारमा पर्छ है त। पर्वत जिल्लाको सदरमुकाम कुसमा कुन नदीको किनारमा पर्छ त? मोदी नदीको किनारमा पर्छ है त। त्यसैले यसको सही आन्सर हुन्छ अप्सन नम्बर सी है त। त्यसैगरी प्रश्न नम्बर 11 मा हेर्नुहुन्छ भने शाहवंशी इतिहासमा सबैभन्दा बढी शासन गर्ने राजा को हुन् त? अप्सनमा रहेका छन् राजा त्रिभुवन, राजा महेन्द्र, श्री 5 सुरेन्द्र, श्री 5 त्रिभुवन भनेको छ। यसको सही आन्सर भन्नुहोस् त साथीहरू। शाहवंशी इतिहासमा सबैभन्दा बढी शासन गर्ने राजा को हुन् त? यसको सही आन्सर हुन्छ साथीहरू अप्सन नम्बर डी है त, श्री 5 त्रिभुवन है त। शाहवंशी इतिहासमा सबैभन्दा बढी शासन गर्ने राजाको हुन् त श्री 5 त्रिभुवन है त। त्यसैले यसको सही आन्सर हुन्छ अप्सन नम्बर डी है त। त्यसैगरी प्रश्न नम्बर 12 मा हेर्नुहुन्छ भने लिखु नदीको संस्कृत नाम के हो त? अप्सनमा रहेका छन् चम्पावती, हेमगङ्गा, सूर्यवती, रुद्रमती भनेको छ। यसको सही आन्सर भन्नुहोस् त साथीहरू। लिखु नदीको संस्कृत नाम के हो त? यसको सही आन्सर हुन्छ अप्सन नम्बर बी है त, हेमगङ्गा है त। लिखु नदीको संस्कृत नाम के हो त? हेमगङ्गा है त। त्यसैले यसको सही आन्सर हुन्छ अप्सन नम्बर बी है त। त्यसैगरी प्रश्न नम्बर 13 मा रहेको छ थापाथली सन्धिमा हस्ताक्षर गर्ने पहिलो नेपाली को हुन् त? अप्सनमा रहेका छन् जगत शमशेर, गजराज मिश्र, देवीदत्त थापा, ज्ञानेन्द्र शाह भनेको छ। यसको सही आन्सर भन्नुहोस् त साथीहरू। यो पनि एकदमै महत्त्वपूर्ण प्रश्न रहेको छ। थापाथली सन्धिमा हस्ताक्षर गर्ने पहिलो नेपाली को हुन् त? यसको सही आन्सर हुन्छ अप्सन नम्बर ए है त, जगत शमशेर हुन् है त। थापाथली सन्धिमा हस्ताक्षर गर्ने पहिलो नेपाली को हुन् त? जगत शमशेर है त। त्यसैले यसको सही आन्सर हुन्छ अप्सन नम्बर ए है त। त्यसैगरी प्रश्न नम्बर 14 मा हेर्नुहुन्छ भने बाणगङ्गा नदीको उद्गम स्थल कहाँ हो त? अप्सनमा रहेका छन् चुरेडाँडा, अपी हिमाल, लालीखर्क, दुधकुण्ड भनेको छ। यसको सही आन्सर भन्नुहोस् त साथीहरू। बाणगङ्गा नदीको उद्गम स्थल कहाँ हो त? यसको सही आन्सर हुन्छ अप्सन नम्बर ए है त, चुरेडाँडा है त। बाणगङ्गा नदीको उद्गम स्थल कहाँ हो त? चुरेडाँडा है त। त्यसैले यसको सही आन्सर हुन्छ अप्सन नम्बर ए है त। प्रश्न नम्बर 15 मा रहेको छ बेत्रावती सन्धि को कसको बीचमा भएको थियो त? अप्सनमा रहेका छन् नेपाल र तिब्बत, तिब्बत र चीन, नेपाल र चीन, कुनै पनि होइन भनेको छ। यसको सही आन्सर भन्नुहोस् त साथीहरू। बेत्रावती सन्धि को कसको बीचमा भएको थियो त? यसको सही आन्सर हुन्छ अप्सन नम्बर सी है त, नेपाल र चीन बीच भएको थियो है त। बेत्रावती सन्धि को कसको बीचमा भएको थियो त? नेपाल र चीन बीच चाहिँ भएको थियो है त। त्यसैले यसको सही आन्सर हुन्छ अप्सन नम्बर सी है त। त्यसैगरी प्रश्न नम्बर 16 मा रहेको छ मदन पुरस्कारको स्थापना कहिले भएको त? अप्सनमा रहेका छन् विक्रम सम्वत 2015, विक्रम सम्वत 2012, विक्रम सम्वत 2020, विक्रम सम्वत 2014 भनेको छ। यसको सही आन्सर भन्नुहोस् त साथीहरू। मदन पुरस्कारको स्थापना कहिले भएको त? यसको सही आन्सर हुन्छ अप्सन नम्बर बी है त, विक्रम सम्वत 2012 मा चाहिँ भएको है त। मदन पुरस्कारको स्थापना कहिले भएको त? विक्रम सम्वत 2012 मा चाहिँ भएको है त। त्यसैगरी प्रश्न नम्बर 17 मा हेर्नुहुन्छ भने नेपाल तिब्बत केरुङ सन्धि कसको पालामा भएको थियो त? अप्सनमा रहेका छन् रणबहादुर शाह, जङ्गबहादुर राणा, भास्कर राणा, कालुबाण्डे भनेको छ। यसको सही आन्सर भन्नुहोस् त साथीहरू। नेपाल तिब्बत केरुङ सन्धि कसको पालामा भएको थियो त?
यसको सही आन्सर हुन्छ अप्सन नम्बर ए है त। रणबहादुर शाहको पालामा चाहिँ भएको थियो है त। नेपाल तिब्बत केरुङ सन्धि कसको पालामा भएको थियो त? रणबहादुर शाहको पालामा चाहिँ भएको थियो है त। त्यसैले यसको राइट आन्सर हुन जान्छ अप्सन नम्बर ए है त। त्यसैगरी प्रश्न नम्बर 18 मा हेर्नुहुन्छ भने हिले जात्राका प्रचलनकर्ता को हुन् त? अप्सनमा रहेका छन् मानदेव, गोर्खा महादेव, जगज्योति मल्ल, प्रताप मल्ल भनेको छ। यसको सही आन्सर भन्नुहोस् त साथीहरू। यो पनि एकदमै महत्त्वपूर्ण प्रश्न रहेको छ। प्रश्नलाई ध्यान दिएर सुन्नुहोस् है त। हिले जात्राका प्रचलनकर्ता को हुन् त? यसको सही आन्सर हुन्छ अप्सन नम्बर बी है त। गोर्खा महादेव हुन् है त। हिले जात्राका प्रचलनकर्ता को हुन् त? गोर्खा महादेव है त। त्यसैले यसको सही आन्सर हुन्छ अप्सन नम्बर बी है त। प्रश्न नम्बर 19 मा रहेको छ सुगौली सन्धिमा नेपालको तर्फबाट हस्ताक्षर गर्ने व्यक्ति को हुन् त? अप्सनमा रहेका छन् गजराज मिश्र, जगत शमशेर, देवीदत्त थापा, धर्मभक्त माथेमा भनेको छ। यसको सही आन्सर भन्ने प्रयास गर्नुहोस् त साथीहरू। सुगौली सन्धिमा नेपालको तर्फबाट हस्ताक्षर गर्ने व्यक्ति को हुन् त? यसको सही आन्सर हुन जान्छ अप्सन नम्बर ए है त। गजराज मिश्र हुन् है त। सुगौली सन्धिमा नेपालको तर्फबाट हस्ताक्षर गर्ने व्यक्ति को हुन् त? गजराज मिश्र है त। त्यसैले यसको सही आन्सर हुन जान्छ अप्सन नम्बर ए है त। त्यसैगरी प्रश्न नम्बर 20 मा रहेको छ काठमाडौँ उपत्यकाका 7 स्मारकहरूसँगै सन् 1979 मा विश्व सम्पदा सूचीमा परेको नेपालको एक राष्ट्रिय निकुञ्ज कुन हो त? अप्सनमा रहेका छन् रारा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज भनेको छ। यसको सही आन्सर भन्नुहोस् त साथीहरू। काठमाडौँ उपत्यकाका 7 स्मारकहरूसँगै सन् 1979 मा विश्व सम्पदा सूचीमा परेको नेपालको एक राष्ट्रिय निकुञ्ज कुन हो त? यसको सही आन्सर हुन्छ साथीहरू अप्सन नम्बर सी है त। सगरमाथा राष्ट्रिय निकुञ्ज है त। त्यसैगरी प्रश्न नम्बर 21 मा हेर्नुहुन्छ भने क्रान्तिको नारा लगाउन जति सजिलो छ शान्ति ल्याउन त्यति नै गाह्रो छ भनाइ कसको हो त? अप्सनमा रहेका छन् बलभद्र कुँवर, भक्ति थापा, ज्ञानेन्द्र शाह, वीरेन्द्र भनेको छ। यसको राइट आन्सर भन्नुहोस् त साथीहरू। क्रान्तिको नारा लगाउन जति सजिलो छ शान्ति ल्याउन त्यति नै गाह्रो छ भनाइ कसको हो त? यसको सही आन्सर हुन जान्छ अप्सन नम्बर डी है त। वीरेन्द्रको भनाइ हो है त। क्रान्तिको नारा लगाउन जति सजिलो छ शान्ति ल्याउन त्यति नै गाह्रो छ भनाइ कसको हो त? वीरेन्द्रको है त। त्यसैले यसको सही आन्सर हुन्छ अप्सन नम्बर डी है त। प्रश्न नम्बर 22 मा हेर्नुहुन्छ भने मामाले 3 देखि 5 वर्ष उमेरको बिचमा गाईको दाम्लोले गालामा बाँधेर छेवार गराउने चलन कुन जातिमा छ त? अप्सनमा रहेका छन् गुरुङ, राई, लिम्बू, मगर भनेको छ। यसको सही आन्सर भन्नुहोस् त साथीहरू। यो पनि एकदमै महत्त्वपूर्ण प्रश्न रहेको छ है त। प्रश्नलाई फेरि राम्रोसँग ध्यान दिएर सुन्नुहोस् त। मामाले 3 देखि 5 वर्ष उमेरको बिचमा गाईको दाम्लोले गालामा बाँधेर छेवार गराउने चलन कुन जातिमा रहेको छ त? यसको सही आन्सर हुन जान्छ अप्सन नम्बर बी है त। राई जातिमा चाहिँ छ है त। मामाले 3 देखि 5 वर्षको उमेरको बिचमा गाईको दाम्लोले गालामा बाँधेर छेवार गराउने चलन कुन जातिमा छ त? राई जातिमा चाहिँ रहेको छ है त। त्यसैले यसको सही आन्सर हुन जान्छ अप्सन नम्बर बी है त। त्यसैगरी प्रश्न नम्बर 23 मा हेर्नुहुन्छ भने सबैभन्दा बढी उमेरका राजा हुने व्यक्ति को हुन् त? अप्सनमा रहेका छन् ज्ञानेन्द्र शाह, वीरेन्द्र, राजा महेन्द्र, राजा त्रिभुवन भनेको छ। यसको सही आन्सर भन्नुहोस् त साथीहरू। सबैभन्दा बढी उमेरका राजा हुने व्यक्ति को हुन् त? यसको सही आन्सर हुन्छ अप्सन नम्बर ए है त। ज्ञानेन्द्र शाह हुन् है त। सबैभन्दा बढी उमेरका राजा हुने व्यक्ति को हुन् त? ज्ञानेन्द्र शाह है त। त्यसैले यसको सही आन्सर हुन जान्छ अप्सन नम्बर ए है त। त्यसैगरी प्रश्न नम्बर 24 मा हेर्नुहुन्छ भने मानिस मर्दा बाँदर मार्ने जालले लासलाई बेरेर गाड्ने चलन कुन जातिमा छ त? अप्सनमा रहेका छन् राई, लिम्बू, राउटे, थारू भनेको छ। यसको सही आन्सर भन्नुहोस् त साथीहरू। यो पनि एकदमै महत्त्वपूर्ण प्रश्न रहेको छ। फेरि एकचोटि प्रश्नलाई ध्यान दिएर सुन्नुहोस् त साथीहरू। मानिस मर्दा बाँदर मार्ने जालले लासलाई बेरेर गाड्ने चलन कुन जातिमा रहेको छ त? यसको सही आन्सर हुन जान्छ अप्सन नम्बर सी है त। राउटे जातिमा चाहिँ रहेको छ है त। मानिस मर्दा बाँदर मार्ने जालले लासलाई बेरेर गाड्ने चलन कुन जातिमा रहेको छ त? राउटे जातिमा चाहिँ रहेको छ है त। त्यसैले यसको सही आन्सर हुन जान्छ अप्सन नम्बर सी है त। त्यसैगरी प्रश्न नम्बर 25 मा हेर्नुहुन्छ भने देउथल किल्ला प्राप्त गर्ने वीरगति को हुन् त? अप्सनमा रहेका छन् नयनसिंह थापा, हस्तिदल शाह, भक्ति थापा, कालु पाण्डे भनेको छ। यसको सही आन्सर भन्नुहोस् त साथीहरू। देउथल किल्ला प्राप्त गर्ने वीरगति को हुन् त?
यसको सही आन्सर हुन्छ अप्सन नम्बर सी है त, भक्ति थापा हुन् है त। देउथल किल्ला प्राप्त गर्ने वीरगतिको हुन् त, भक्ति थापा है त। त्यसैले यसको सही आन्सर हुन्छ अप्सन नम्बर सी है त। त्यसै गरी प्रश्न नम्बर 26 मा हेर्नुहुन्छ भने अनन्त लिङ्गेश्वर मन्दिर कहाँ पर्दछ त? अप्सनमा रहेका छन् पर्वत, अछाम, काभ्रेपलाञ्चोक, भक्तपुर भनेको छ। यसको सही आन्सर भन्नुहोस् साथीहरू। यो पनि एकदमै महत्त्वपूर्ण प्रश्न रहेको छ। अनन्त लिङ्गेश्वर मन्दिर कहाँ पर्दछ त? यसको सही आन्सर हुन जान्छ अप्सन नम्बर डी है त, भक्तपुरमा चाहिँ पर्छ है त। अनन्त लिङ्गेश्वर मन्दिर कहाँ पर्दछ त? भक्तपुरमा चाहिँ पर्दछ है त। त्यसैले यसको सही आन्सर हुन्छ अप्सन नम्बर डी है त। त्यसै गरी प्रश्न नम्बर 27 मा रहेको छ कान्तिपुर युद्ध प्राप्त गर्ने वीरगति को हुन् त? अप्सनमा रहेका छन् भीमसिंह थापा, तुलाराम पाण्डे, कालु पाण्डे, शिवरामसिंह बस्नेत भनेको छ। यसको सही आन्सर भन्नुहोस् त साथीहरू। कान्तिपुर युद्ध प्राप्त गर्ने वीरगति को हुन् त? यसको सही आन्सर हुन्छ अप्सन नम्बर बी है त, तुलाराम पाण्डे हुन् है त। कान्तिपुर युद्ध प्राप्त गर्ने वीरगति को हुन् त? तुलाराम पाण्डे है त। त्यसैले यसको सही आन्सर हुन्छ साथीहरू अप्सन नम्बर बी है त। त्यसै गरी प्रश्न नम्बर 28 मा हेर्नुहुन्छ भने रामधुनी नामक धार्मिक स्थल कुन जिल्लामा रहेको छ त? अप्सनमा रहेका छन् धनुषा, सुनसरी, बाँके, मोरङ भनेको छ। यसको सही आन्सर भन्नुहोस् त साथीहरू। रामधुनी नामक धार्मिक स्थल कुन जिल्लामा रहेको छ त? यसको सही आन्सर हुन जान्छ अप्सन नम्बर बी है त, सुनसरी जिल्लामा चाहिँ रहेको छ है त। रामधुनी नामक धार्मिक स्थल कुन जिल्लामा रहेको छ त? सुनसरी जिल्लामा चाहिँ रहेको छ है त। त्यसैले यसको सही आन्सर हुन्छ साथीहरू अप्सन नम्बर बी है त। प्रश्न नम्बर 29 मा हेर्नुहुन्छ भने पृथ्वीनारायण शाहले बुबाको प्रतिनिधिको रूपमा भक्तपुरको यात्रा कहिले गरेका थिए त? अप्सनमा रहेका छन् विक्रम सम्वत 1826, विक्रम सम्वत 1825, विक्रम सम्वत 1819, विक्रम सम्वत 1797 भनेको छ। यसको सही आन्सर भन्नुहोस् त साथीहरू। पृथ्वीनारायण शाहले बुबाको प्रतिनिधिको रूपमा भक्तपुरको यात्रा कहिले गरेका थिए त? यसको सही आन्सर हुन्छ अप्सन नम्बर डी है त, विक्रम सम्वत 1797 मा चाहिँ यात्रा गरेका थिए है त। त्यसै गरी प्रश्न नम्बर 30 मा हेर्नुहुन्छ भने विश्वमा इसाई धर्मलाई राज्य धर्मको रूपमा मान्यता दिने पहिलो मुलुक कुन हो त? अप्सनमा रहेका छन् अमेरिका, इजरायल, ग्रिस, इटाली भनेको छ। यसको सही आन्सर भन्नुहोस् त साथीहरू। यो पनि एकदमै महत्त्वपूर्ण प्रश्न रहेको छ। विश्वमा इसाई धर्मलाई राज्य धर्मको रूपमा मान्यता दिने पहिलो मुलुक कुन हो त? यसको सही आन्सर हुन जान्छ अप्सन नम्बर डी है त, इटाली हो है त। विश्वमा इसाई धर्मलाई राज्य धर्मको रूपमा मान्यता दिने पहिलो मुलुक कुन हो त? इटाली है त। त्यसैले यसको सही आन्सर हुन्छ अप्सन नम्बर डी है त। त्यसै गरी प्रश्न नम्बर 31 मा हेर्नुहुन्छ भने कान्तिपुरमा गोर्खाली फौजले आक्रमण गर्दा कान्तिपुरका राजा को थिए त? अप्सनमा रहेका छन् पृथ्वीनारायण शाह, जयप्रकाश मल्ल, काजी कालु पाण्डे, सूर्यप्रताप शाह भनेको छ। यसको सही आन्सर भन्नुहोस् त साथीहरू। कान्तिपुरमा गोर्खाली फौजले आक्रमण गर्दा कान्तिपुरका राजा को थिए त? यसको सही आन्सर हुन जान्छ अप्सन नम्बर बी है त, जयप्रकाश मल्ल थिए है त। प्रश्न नम्बर 32 मा रहेको छ भाले बाजा भनी चिनिएको बाजा कुन हो त? अप्सनमा रहेका छन् मादल, श्रृङ्गीनाथ, सारङ्गी, अर्बाजु भनेको छ। यसको सही आन्सर भन्नुहोस् त साथीहरू। भाले बाजा भनी चिनिएको बाजा कुन हो त? यसको सही आन्सर हुन जान्छ अप्सन नम्बर डी है त, अर्बाजो है त। भाले बाजा भनी चिनिएको बाजा कुन हो त? अर्बाजो है त। त्यसैले यसको सही आन्सर हुन्छ अप्सन नम्बर डी है त। त्यसै गरी प्रश्न नम्बर 33 मा रहेको छ नेपाल 4 वर्ण 36 जातको फुलबारी हो, सबैलाई चेतना भए भन्ने भनाइ कसको हो त? अप्सनमा रहेका छन् पृथ्वीनारायण शाह, शिवरामसिंह बस्नेत, हस्तिदल शाह, तुलाराम पाण्डे भनेको छ। यसको सही आन्सर भन्नुहोस् त साथीहरू। नेपाल 4 वर्ण 36 जातको फुलबारी हो, सबैलाई चेतना भए भन्ने भनाइ कसको हो त? यसको सही आन्सर हुन्छ अप्सन नम्बर ए है त, पृथ्वीनारायण शाहको चाहिँ भनाइ हो है त। त्यसै गरी प्रश्न नम्बर 34 मा रहेको छ गाउँपालिका भन्दा नगरपालिका बढी भएको प्रदेश कुन हो त? अप्सनमा रहेका छन् लुम्बिनी, कर्णाली, मधेस, गण्डकी भनेको छ। यसको सही आन्सर भन्नुहोस् त साथीहरू। गाउँपालिका भन्दा नगरपालिका बढी भएको प्रदेश कुन हो त? यसको सही आन्सर हुन्छ अप्सन नम्बर सी है त, मध्य प्रदेश हो है त। गाउँपालिका भन्दा नगरपालिका बढी भएको प्रदेश कुन हो त? मध्य प्रदेश है त। त्यसैले यसको सही आन्सर हुन्छ अप्सन नम्बर सी है त। त्यसै गरी प्रश्न नम्बर 35 मा हेर्नुहुन्छ भने प्रत्येक 12 वर्षमा मनाइने सम्यक महादान पूजाको चलन कसले चलाएका हुन् त? अप्सनमा रहेका छन् जयप्रकाश मल्ल, पृथ्वीनारायण शाह,
तेज नरसिंह मल्ल, जङ्गबहादुर राणा भनेको छ। यसको सही एन्सर भन्नुहोस् त साथीहरू। प्रत्येक 12 वर्षमा मनाइने सम्यक महादन पूजाको चलन कसले चलाएका हुन् त? यसको सही एन्सर हुन जान्छ अप्सन नम्बर बी है त, पृथ्वीनारायण शाहले चाहिँ चलाएका हुन् है त। प्रश्न नम्बर 36 मा रहेको छ, दुई दुईवटा उपमहानगरपालिका भएका जिल्ला कतिवटा रहेका छन् त? अप्सनमा रहेका छन् 5, 3, 2, 6वटा भनेको छ। यसको सही एन्सर कमेन्ट गर्नुहोस् त साथीहरू। दुई दुईवटा उपमहानगरपालिका भएका जिल्ला कतिवटा रहेका छन् त? यसको सही एन्सर हुन्छ अप्सन नम्बर बी है त, 3वटा रहेका छन्। एउटा भनेको चाहिँ बारा, अर्को भनेको चाहिँ सुनसरी, त्यसै गरी अर्को भनेको चाहिँ दाङ है त, सुनसरी दाङ है त। के हुन् त? बारा, सुनसरी र दाङ है त, 3टा रहेका छन् है त। दुई दुईवटा उपमहानगरपालिका भएका जिल्ला कतिवटा रहेका छन् त? 3टा रहेका छन् है त। के हुन् त? बारा, सुनसरी र दाङ है त। त्यसै गरी प्रश्न नम्बर 37 मा रहेको छ, नेपालमा राहदानी प्रथाको सुरुवात कसले गरेका हुन् त? अप्सनमा रहेका छन् भीमसेन थापा, रणबहादुर शाह, प्रताप सिंह शाह, अमर सिंह थापा भनेको छ। यसको सही एन्सर भन्नुहोस् त साथीहरू। नेपालमा राहदानी प्रथाको सुरुवात कसले गरेका हुन् त? यसको सही एन्सर हुन्छ अप्सन नम्बर ए है त, भीमसेन थापाले गरेका हुन् है त। त्यसै गरी प्रश्न नम्बर 38 मा रहेको छ, मोरङ जिल्लामा गाउँपालिका र नगरपालिका कतिवटा रहेका छन् त? अप्सनमा रहेका छन् 8 गाउँपालिका 8 नगरपालिका, 9 गाउँपालिका 9 नगरपालिका, 5 गाउँपालिका 5 नगरपालिका, 3 गाउँपालिका 3 नगरपालिका भनेको छ। यसको सही एन्सर भन्नुहोस् त साथीहरू। मोरङ जिल्लामा गाउँपालिका र नगरपालिका कतिवटा रहेका छन् त? यसको सही एन्सर हुन जान्छ अप्सन नम्बर ए है त, 8 गाउँपालिका 8 नगरपालिका रहेका छन् है त। मोरङ जिल्लामा गाउँपालिका र नगरपालिका कतिवटा रहेका छन् त? 8 गाउँपालिका 8 नगरपालिका रहेका छन् है त। त्यसै गरी प्रश्न नम्बर 39 मा रहेको छ, नेपालमा बन्दगी प्रथाको अन्त्य कसले गरेका हुन् त? अप्सनमा रहेका छन् बहादुर शाह, रणबहादुर शाह, भीमसेन थापा, पृथ्वीनारायण शाह भनेको छ। यसको सही एन्सर भन्नुहोस् त साथीहरू। नेपालमा बन्दगी प्रथाको अन्त्य कसले गरेका हुन् त? यसको सही एन्सर हुन्छ अप्सन नम्बर सी है त, भीमसेन थापाले चाहिँ गरेका हुन् है त। नेपालमा बन्दगी प्रथाको अन्त्य कसले गरेका हुन् त? भीमसेन थापाले चाहिँ गरेका हुन् है त। त्यसैले यसको सही एन्सर हुन्छ अप्सन नम्बर सी है त। प्रश्न नम्बर 40 मा रहेको छ, वातावरण क्षेत्रको सबैभन्दा ठुलो पुरस्कार कुन हो त? अप्सनमा रहेका छन् ग्लोबल 500 पुरस्कार, ब्लू प्लानेट अवार्ड, गोल्डम्यान पुरस्कार, त्यसै गरी ग्यालिनेट कन्जर्भेसन अवार्ड भनेको छ। यसको सही एन्सर कमेन्ट गर्नुहोस् साथीहरू। वातावरण क्षेत्रको सबैभन्दा ठुलो पुरस्कार कुन हो त? यसको सही एन्सर हुन जान्छ अप्सन नम्बर बी है त, ब्लूनेट प्लानेट अवार्ड है त। आजको भिडियोमा यति नै प्रश्न रहेका छन् साथीहरू। अहिलेसम्म च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने च्यानललाई लाइक, सेयर एन्ड सब्सक्राइब गरेर जोडिनुला। फेरि पनि हामी अर्को भिडियोमा भेट्नेछौँ। थ्याङ्क यू है त।